ल ल मैले त्यही त भाइ यहाँ है तपाईँले हेर्छ पानी एउटा पानी राखिदियो खान केही मन छ गोली लायो तिमीलाई टाउकोमा चाहिँ लागेको छैन नि खाना चाहिँ हुन्छ ल है ल ल आमा ल न ओहो कसैको कानको जाली फुट्या छ कोहीको के भएको छ ओहो अरू अरू कहाँ कहाँ छ त्यो एउटालाई जिम्मा लगाऊ न त्यो पानी जिम्मा लगाऊ खानेकुरा हामी बेलुका लिएर आउँछौँ अनि सुन्नु है टाउकोमा उहाँले भन्नुभएको एकदम सही हो नि टाउकोमा यस्तो भएको खानु हुँदैन नि हो उहाँको खुट्टा उहाँ पनि हाम्रै उसको हो उहाँ पनि हाम्रै उसको गोली लागेको हो ए केही पिउनुहुन्छ कि उहाँले खाना केही मन छ भाइ आमा दुखिरहेछ अलिअलि दुखिरहेछ अब के गर्नु भाइ यस्तै छ देशको अवस्था हेर विचार यतापट्टि मात्रै लागेको ए कता यहाँमा टाउकोमा लागेको छ भाइ पनि ल भाइ के खानु मन छ मन अहिले मन छैन के भइरहेछ हाम्रो अब के छ यो त अति भएन यति पछाडिबाट हान्दिरहेछ त्यही त हैन त्यो त अति नै भएन यो त अब एकदम अत्याचारै भएको छ कि भाइ बस्ने ठाउँ पनि रहेछ यतिकै त भाइ बहिनी सानो बच्चाहरू हुन्छ नि त्यही त अब सरकारले म आवाज उठाउँछु उठाउँछु मैले रेकर्ड पनि गरिरहेको छु ड्याङ्के आएर आएको त्यही थाहा पाएँ मैले तिमी पनि खाउनु केही खाऊ तिमी पनि खाऊ ल ल ल बैशाखी एकपल्ट ट्राई गर्दै कान्छ सिकाइदियो त उसलाई आउँछ उसलाई सिकाइदियो अनि चामल के थियो नाम के तिम्रो कमल सुनवार अमन सुनवार घर कहाँ कैलाली ए अनि चाहिँ चामल फेरि थिएन चामल त अब सकिया थियो अब हिजो भर्खरै साथीले भनेर लिएर आएको कति केजी चाहिन्छ 5 किलो 5 केजी होइन खै 4 केजी 5 केजी कति ओके चामललाई 2 पोका ल्याएको छ दिदीले अनि त्यहाँ खानेकुराहरू छ त्यहाँ आऊ त सक्छौ यहाँ मलाई यहाँ चाहिँ अब उसले चाहिँ बैशाखी ल्याइदिए दिदी भनेर भन्या भएर ए अर्को केटा यसले अर्को बनायो त त्यो गरिदेऊ त सिकाइदेऊ थिचेर तान्ने हो भने बिग्रियो भने मैले बिल पनि लिएर आएको छु त्यो ए ल माथि पनि गर त माथि पनि गर कान्छ माथि तान्नु त कस्तो आउँदैन रहेछ अर्क्यो कस्तो खालको हुँदो रहेछ त्यो क्वालिटी नै नहुने नेपालतिरको बैशाखी त के भएको त्यस्तो ल ए ल ठिक्क गर्नु ल उठ त ए ल हिँड्न चाहिँ सक्छौ एउटा होइन 2टा चाहिन्छ होला नि एउटा भए पुग्छ ए ल ल ल ल यो 2टा राख तिमीलाई हुन्छ यो बिल यो बिग्रियो भने चाहिँ बिल लिएर कान्छ त्यो बिल दे त मसँग कता छ बिल म अर्को उसलाई पनि भेट्न पर्ने हुन्छ भाइ अरू के समस्या छ भन त यो अब चामल 2 बोराले कति महिनालाई पुग्छ तिमीलाई एकजनालाई त पुग्छ अनि ग्यास छ के छ अहिले चाहिएको छैन अनि यहाँ मैले चाहिँ अब यहाँ कति छ कान्छ यसमा 25,000 छ अनि यो चाहिँ भाइलाई अब यो रिकभर नहुन्जेललाई पुग्छ होला सायद आई थिङ्क अनि त्यो भइहाल्यो बैशाखी ल्याइदिया भइहाल्यो है अरू केही समस्या पऱ्यो नि दिदीलाई फेरि कल गर्नु है त म अर्को ठाउँमा हेल्प लिएर जानुपर्ने हुन्छ अहिले फेरि यता के अरे हेम्स भन्ने ठाउँमा जानु छ है त हेम्स हस्पिटल है त भाइ ल ल ल है हिजो बेलुका मलाई कल गरेर अस्तिदेखि कल गरे है तिमीले हिजो तिमीले गरिदिएको हो ल तिमीलाई थ्याङ्क यू सो मच उसको केयर गर्नु है ल है त भाइ ल हस् ल हस् 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 सुन्नु त तपाईँलाई के कपडा चाहिन्छ भन्नु त टी सर्टहरू के चाहिन्छ टी सर्ट चाहिन्छ फेरि कपडा छ छैन कट्टु छ छैन ल कट्टु निकाल्नु त यो ठिक हुन्छ कि अलि ठुलो चाहियो यो त ठिक हुन्छ ल ल ल ल समाज त अरू कहाँ हो म्याट त चढ्दो रहेछ त म्याट पुग्दो रहेछ त ल्याउनु त त्यो ब्ल्याङ्केट लिएर आउनु ब्ल्याङ्केट र टी सर्टहरू मात्रै
अहिलेको बिरामी को तिमीहरूलाई फेर्ने कपडाको के चाहिन्छ नमस्ते बहिनी यो हेर त छ कि छैन फेर्ने कपडा टी सर्ट है यो टी सर्ट हो अनि ब्ल्याङ्केट चाहिन्छ चाहिँदैन ब्ल्याङ्केट एउटा लियो एउटा ब्ल्याङ्केट है ल यता कला उहाँलाई ए ल ल टी सर्ट राखिदिनु भयो ल है एउटा ब्ल्याङ्केट राखिदिनु त ब्ल्याङ्केट हजुर टी सर्ट है भाइलाई यो कट्टु भयो है ल एउटा ब्ल्याङ्केट है भाइ ल बिचरा हेर ल भाइ है ल ल ल हिँड्नु त उसलाई म्याट चाहिन्छ चाहिँदैन म्याट टन्न छ है त्यही त टन्न छ ए ल इन्जस्टिस भएको छ हामीलाई त यहाँ हामी त कामबाट फर्केको डकुमेन्टहरू लिएर यहाँ हेर्नु न तिमीलाई दिदियो ल एउटा ब्ल्याङ्केट दिउ त ल एउटा ब्ल्याङ्केट ल्याउ त कट्टु ल बेलुका फेर्नलाई कट्टु है अनि एउटा ब्ल्याङ्केट दिनु त उहाँलाई ब्ल्याङ्केट गिभ वान ब्ल्याङ्केट ल ल भाइ है ल ल के भयो तपाईँले मिडिया पोस्ट ल ल भन्नु त तिमीलाई के भयो फेरि मलाई त चोट लागेको तिमीलाई छ चाहिन्छ कपडाहरू फेरि कपडा छ कि छैन छ ल भन्नु त सङ्घमूलबाट नि हेर्नु न कन्सल्टेन्सीमा हामी स्टुडेन्ट भिजामा जान आँटेको अनि कन्सल्टेन्सीबाट फर्किँदै थियौँ ल म सँगै थियौँ उसलाई गोली नै लागेको हो उसलाई पुलिसले लाछा यही सिस्टर उसलाई यहाँ भित्र आएर पिटेको तिमीलाई एउटा फेर्ने कट्टु अनि त्यसपछि गएर टी सर्ट ल्याउ त कान्छी टी सर्ट ल्याउ त एउटा ब्ल्याङ्केट ल्याउ एउटा ब्ल्याङ्केट हजुरलाई टी सर्ट छैन नि यसमा टी सर्टको ढोला कता गयो खैले त छिटो कहाँ गयो टी सर्ट होइन नि चल्नु छ टी सर्ट यति मात्रै होइन नि झोला त ल टी सर्ट पनि है भाइलाई ल पुग्छ ल कस्तो छ तिमीलाई अहिले खुट्टा के उलाएको फ्र्याक्चर भएको खुट्टा मासु च्याते अरू एउटा कपडा थप्यो ल है ल ल कट्टु थप्ने एउटा चाहिँ ल राख न ल ल फेर्ने कपडाहरू छ तपाईँलाई फेर्ने कपडाहरू छैन बिचरा ल यहाँ ल त ओइ टी सर्ट ल्याउ त एउटा ब्ल्याङ्केट ल्याऊ टी सर्ट दुईवटा फेर्दा है तपाईँलाई बिचरा यो हेर्नु यो रगत लगाएको फेर्नुहोस् है ल यो हजुरलाई यो है तपाईँलाई केमा लाग्यो गोली नै लागेको हो ए ल ल ऊ चाहिन्छ म्याट चाहिन्छ आफ्नो मान्छेलाई सुत्न हुन्छ नि आफन्तलाई सुत्न हुन्छ एउटा राखिराख्नु न है ल है त ल दिदीको तर्फबाट है ल हस् अम्लै छैन यो त अब चल्दैन दिदी अस्ति अपरेसन भएको छ ए औँला नै सर्जरी गरेर फालेको कि के हो होइन फाल्दाखेरि दिदी फाल्न चाहिँ चल्दैन भनेको प्यारालाइसिस भएको अहिले चले छैन चलेको छैन बिस्तारै होला नि भाइ नाच्यो के नामले फेरि भन त जीवन भाइ है कहाँ घर सिन्धुपाल्चोक अनि सहयोग आएन आजकाजीले सहयोग पुर्याएन भनेर एकदम गुनासो आयो भने म चाहिँ यहाँ भिज्दै पुरै भिज्दै आएको छु यहाँ हजुर यहाँ राखिदिएको छु भाइ तिम्रो हो यो ल यहाँ राखिदिन्छु कपडाहरू केही छ छैन फेरि कपडाहरू टी सर्टहरू निकाल्नु त चप्पलहरू छ छैन एउटा चप्पल राख्नु यो टी सर्ट हो यो पुरा भिजेर है यो फेरि एकछिन फुर्सद दिँदैन मान्छेले मलाई है तेरिगा आएको आइ हजुर यो ठिक हुन्छ तिमीलाई हेर क्या कान्छ ले एउटा फोनबाट ल फोन अफ गरिदिएँ मैले अनि दिदी आएन भनेर गुनासो गरेर दुइटा मास राख्दा दिदीले नभ्याएर कि खासै नभ्याएर हो आउनु त आउने हो जुसहरू पर्दैन होला जुस पर्छ र छ जुस छ अरे त्यही पनि राखिदिन्छु 2-3टा राखिदिन्छ राखिदिन्छु अनि आज भगवान् भनेको मेरो घरमा आइदिनु नरु मेरो छोरालाई आशीर्वाद दिनु हजुरको साथ सधैँ यस्तै छोरीलाई पर्दैन फेरि त्यस्तो भयो नि म नरहनु बिहान फेरि आउँछु म फेरि बाबुले नि कस्तो देवी जस्तो हुनुहुन्छ आशिका दिदी भनेको
होइन ठिक छ ठिक तपाईँ बिचारा दुःख रहेछ तपाईँले यत्रो कमाइ खाने त्यही भाइ रहेछ मेरो सानो छोरा 3 वर्षको हुँदा म एक्लै हेरेर छोराछोरीलाई यत्रो बनाएर पोहोर सालदेखि चाहिँ म बिरामी भएर चाहिँ बस्नु मम्मी जे गर्छौँ हामी गर्छौँ बरु भोकै बसौँला हजुर नगर्नु भनेर यसरी सबै उ गरेको हेर्नु न यस्तो हुँदा कस्तो भयो आज यसको अगाडि रोगमा हिँड्न सक्दो रहेछ एटलिस्ट हिँड्न सक्दो रहेछ फेरि त्यस्तो पर्यो नि आई विल म फेरि आउँछु क्या तपाईँ भाषामा फेरि डोनेसन गर्न जाँदै थियो कि घाँटीमा लागेको सहयोग गर्न जाँदाखेरि हानिदिएको गोली के भन्यो भने अझै हामी आन्दोलनमा नगए पनि ब्लड डोनेसन गर्नुपर्छ यसरी हो भनेर हामी त्यही कुरा गरेँ किन ऊ छैन त्यो ऊ के अरे पैसाकी छैन अनि दिदी पैसाकी छैन भन्नुपर्छ नि त कहाँ लौरो टेकेर हिँड्या त ए ल ल ल तिमीलाई मैले भिडियो पठाएपछि तिमीले दिदीलाई ए ल मैले पठाएछु त नि ए बैशाखी छैन म भोलि ल्याइदिन्छु बैशाखी ल कान्छा ए ए नाम भन्दा त तिम्रो निरसिंह यता हेरेर भन दिदीलाई नमस्ते होइन त्यो टोपी खोला नि अरूले पनि चिन्नु पऱ्यो नि तिमी जस्तो वीर मान्छेलाई तिमी जस्तो योद्धा मान्छेलाई वीरसिंह भाइ अनि कति उमेर तिम्रो मेरो चाहिँ 23 वर्ष 23 वर्ष भयो ए अनि बुवा आमा कसैलाई भने छैन गोली लाए कि के लाए गोली नै हो दुईटा गोली लागेछ दिदी हो नखोल इन्फेक्सन हुन्छ फेरि एउटा चाहिँ ए यहीँ पकाएर खाने यहीँ बस्ने हो ए ल होइन टेन्सन होइन भन्नुपर्छ नि कान्छा यो त अब सबैको लागि लड्नु भएको बाउ बाजे उबेलादेखिको होइन व्यथितिको विरुद्ध लड्या हो नि त तिमी एकजना एउटा परिवारको लागि लड्यो होइन राष्ट्रको लागि लडेको हो नि त हो नि निर्मल है तिम्रो नाम त्यही त अब कान्छा अलिकति रकमले त ए यो उसको नाम के पप्पीको नाम चाहिँ जिमी यता आउ ल एउटा ए तिम्रो साथी हो ए तिमीहरू सहयोग गरिरहेको छौ कि के गरिरहेको छौ त्यही त चामल यो 2 बडा चामलले कति पुग्छ त तिमीलाई पुग्छ ए चाहिँ अब 25,000 छ भाइ है अनि यो चाहिँ फेरि यो उसकै लागि है अब ढोक्नु पर्दैन अहिलेसम्म यत्रो गर्यो कोही यहाँ यताको पब्लिकलीहरू मेयरहरू यहाँको यत्रो मान्छेहरू छ सबैले हामीले हस्पिटल देखेर आएको हैन एकजना पनि अहिलेसम्म घरमा के छ बाबु कस्तो छ त्यस्तो नभन दिदी छ नि दिदी अलवेज विथ यु है एक कलमा चाहिँ आइदिनु भयो त्यसको फेरि म भोलि बैशाखी लिएर आउँछु बैशाखी रहन्छ बैशाखी किन कति तिम्रो हाइट देऊ हाइट चाहिन्छ है 5'2" हो ल म भोलि लिएर आउँछु बैशाखी ल अनि यहाँ चाहिँ तिम्रो टी सर्टहरू छ खानेकुराहरू छ तेल पनि छ है कान्छा यहाँ है अनि टी सर्ट अझै ल्याइदिउ कि के छ है तिम्रो फेरि ठुलो रहेछ रेड ऊ पनि नमिल्न पनि सक्छ यहीँ गोठा ल हेर ए चामल निकाल त भाइ को बोल्नु भएको हो ए नमस्ते भाइ ए के समस्या थियो तिम्रो भाइ भन त छिटो भनिहाल त म एउटा भाइको कोठामै छु कि यहाँ किर्तिपुरमा एउटा भाइको कोठामा अनि त्यसपछि गएर यहाँ सहयोग लिएर आइरहेको छु तिम्रो समस्या के हो मलाई यहाँ मोबाइलमा व्हाट्सएपमा पठाउनु है त ल हस् सुन त नमस्ते के नाम तिम्रो लोकराज उपाध्याय कतिवटा लाग्यो गोली नदेखाउनु कहाँ ए ल ठिक ल ठिक अब त्यो भइसक्यो अब यसको अनि के ड्रेसिङहरू गरिरहेछौ आज बोला पैसा नभएर नगा के हो त्यस्तै भयो अरू के समस्या छ भन त दिदी छु त फाइनेन्सियली हेल्प गर्नु घरबाट नि आएन घरबाट नि अहिले फाइनेन्सियली हेल्प गर्न सक्यो दिदी छ नि त अनि त्यस्तो अब आँखाभरि आँसु बनाउनु चाहिँ पर्दैन है अब त्यो देशको लागि लड्या मान्छे हो अब त्यो कसैको स्वार्थ व्यक्तिगत स्वार्थको लागि लड्या मान्छे होइन यहाँ कति 2 बडा चामल ल्याइदिएको छ यहाँ खानेकुराहरू छ म फेरि पनि आउँछु अवस्था चाहिँ अलिकता उनी रहेछ तिम्रो यहाँ यो भात पकाउने है तिमी चाहिँ को नि ए कस्तो ह्यान्डसम भाइ रहेछ ल सहयोग गर्ने भाइलाई कान्छा लियो त 25ले ल अलि अवस्था उनी रहेछ उसको चाहिँ अनि पुग्छ भने अलि बढी नै लिए त अनि अरू के छ समस्या कान्छा तिम्रो भन्न त अरू के छ अनि के अरे यहाँ त अनि अलिकता ऊ पनि रहेछ कहाँ पढ्छौ तिमी कोरियन विदेश जान खोजिरहेको थियौ ए अनि घर कहाँ
कञ्चनपुर हो तिम्रो घर अनि घरबाट कोही आएको छैन अनि भाइ छ ए तिमी आफ्नै भाइ हो ए ए अनि ऊ चाहिँ गएन आन्दोलनमा अस्ति ए गएन धन्न ऊ दाइलाई चाहिँ अब केही भयो नि आफू जोगिनुपर्छ भनेर बचाएर रहेछ ऊ चाहिँ भगवान्ले बचाउनु भएको रहेछ ए कान्छा छिटो गर न त हामी अन्त नि जानु छ किन त्यो ढिलो गरेर तैँले त्यो पैसा गर्न 1 घन्टा लाग्छ त्यसलाई त ल कति छ भन्नु त 25 छ 25 अलिक पुग्दैन कि भाइलाई पुग्छ 25ले अहिले अरूलाई नि गर्नु छ आरु स्योर 25 छ नि त्यहाँ फेरि कम दिएर रहेछ भने फेरि त कारबाहीमा बस्छ त केटा ल हुन्छ 25 छ यसमा होइन अनि यसमा कति दिनमा पुग्छ तिमीलाई पुग्छ होला हामीलाई त्यस्तै 15-20 दिन पुग्छ त्यसपछि त यु विल बी रन होइन तिमी त दौडिनु सक्छौ तर त्योभन्दा अगाडि इफ निड एनी हेल्प है यु क्यान कल मी व्हाट्सएप है दिदी आउँछ है ल ल ल ल ल ल ल जान्छु